अनि सबैलाई हाई गर्दैछौँ है हामी पनि हाई कृष्ण गडल यो कन्टेन्ट बन गयो भाइ कन्टेन्ट गाइजहरू चाहिँ अब हामी यस्तै डुलेर बसिरहेको छौँ कृष्ण गडलजी सबैजना यस्तो नमस्कार गर्दै गर्दै अगाडि बढ्नु भएको छ पछाडि गरौँ नमस्ते गर्दै ए ल कृष्ण गडल आइज कृष्ण गडल केटा कृष्ण गडल आइज अभी मजा आएगा ना ए टेक्नोलोजी यार पाउँछ के गर्ने ओइ यता हेर्न यहाँ हेर्न भाइ कोन छ स्टाइल यो बाबुराको स्टाइल कहाँबाट हेर्ने उनी ठाउँै होइन यार हिस्ट्री मेरो मोबाइल बिग्रिन्छ छिटो गोली छैन सोर सुकेछ कि के हो पानी खुवाइदेऊ पानी खुवाइदेऊ कडा मजा आएर तुम्हें ताबेल गौसला रत्न धमेल नसा मात्रै छोड़ हामी चाहिँ भिजेन बिचारा बाजेहरूलाई त उडाइदियो हामीलाई चाहिँ किन छोड्ने यत्रो पानी पर भाग्न दे भाग कार्यक्रमसित गर्छौँ पानी पऱ्यो
मामा खाइदिन्छ कहाँ कति मिठो पाउँछ हो गाइस मोमो 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 है मोमो सक्छ त कसैले सक्दैन नि फेरि मोबाइल चाहिँ बिग्रिनु भयो है चाहिँ केटाहरूले ल्याङ गरिदियो यो चाहिँ चरिकोटको फुड फेस्टिभल र अरू त्यस्तो के छ मलाई थाहा छैन होइन म अहिले खोजेको मान्छे भेटिनँ होइन अहिले चाहिँ खाइसकेको छ अनि यहाँनिर बसिरहेको छु मैले पानी पर्यो बेसकारी कृष्णगढेलको दिन यस्तो पानी ल अहिले कन्टेन्ट सन्टेन्ट भयो भने राख्नुलाई फेरि अहिलेको लागि पानी पर्यो तीन ठाउँ छ आउनु छोड्नु बोलाउला गाह्रो छ कडेलजीले गीत गाउनु भयो हेलो गाइस वेलकम ब्याक होइन अनि एउटा नयाँ कुरो के माथि कृष्ण गडेलको अब हुँदैछ मुनि चाहिँ मस्त क्या एकछिन है त म आइदिनु गाह्रो छ गाह्रो नेपालमा यता आउनु देख्न मन छ मेरो आमालाई
आमा हजुरको नाम के भन्नुहोस् त हेर्नुहोस् त आमा आमा आज कस्तो लागेको छ खुब हेर्नुहुन्थ्यो हेर्नुहोस् त आमा हजुरको नाम पदम कुमारी सुवेदी आमा उहाँले स्त्रीको नाममा स्वर्गीय श्रीमान पदम कुमार सुवेदी ससुरा भक्तबहादुर सुवेदी सासू चन्द्रमाया सुवेदी तथा पितृहरूको सम्झनामा 21,000 कृष्ण कणेललाई 4,000 पशुपति गौशालालाई 2,000 इन्द्रेण टिमलाई 2,000 आएछ 3,000 भने जम्मा 21,100 दिनुभएको छ उहाँलाई जोरदार ताली समाजको सामु त्यस्तै लेखेर त्यहाँ छ धन्यवाद अहिले अरू केही भन्नु छ त अनि हजुरको अनि आज अनि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वार्ड नम्बर 1 परिवार निवासी ह्याङ्खर परिवार निवासी श्री स्वर्गीय चिनी हामीको जन्म 2012 सालमा भई 2017 सालमा गोलीबाट सुरु भई 2014 भिडियो भइरहेछ क्या गाइस यस्तै हो यस्तै नट एज वेल एज यहाँ यी केटीहरूलाई सेन्टिफलाई खानी गरेर दोहोरीमा दिम बनाएका आऊ ल अब मनमाया आइहाल हेलो नमस्कार हजुर आमा दोलखा बजार चरीकोट बजार